हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। अनि म चाहिँ आइसकेको छु हजुरहरूको माझमा। अनि आज चाहिँ हाम्रो छुट्टी थियो स्कुल गएर म बनाउँदैछु ब्लग। आज चाहिँ स्याटरडे हो अनि आज आजकल पनि नै दिनहरू धेरै चेन्जेस हुँदैछ। अनि आज पनि यस्तो पानी पर्ला पर्ला जस्तो भयो दिनभरि। हिजो पनि भएको थियो स्कुलमा बस्दा बस्दा दिनभरि पानी पर्ला जस्तै भएको थियो। आज पनि यस्तै छ गाइस वेदरहरू। अनि आज चाहिँ म ब्लग स्टार्ट गर्दैछु हजुरहरूको माझमा। यो ब्लग चाहिँ म आज स्टार्ट गर्दैछु। मैले हिजो अस्तितिर भ्याएन किनभने मेरो स्कुल थियो अनि स्कुलबाट आएर डाइरेक्ट म ट्युसन जान्छु। त्यही लागि म भ्याउँदिनँ आजकल कति दिनको लागि नि त। आज मेरो छुट्टी थियो त आज मैले भ्याएँ। अनि आज म घरदेखि बाहिर पनि गएको छुइनँ। ब्लग बनाउनु मन परेको थियो गाइस। के भन्नु गाइस, आज त के भन्छ कस्तो अल्छी लाग्दैन। के भन्नु कस्तो अल्छी लाग्छ कि आज हामी कहीँ पनि गएन। अनि त्यहाँबाट के भन्छ घरमै बस्दा पनि कस्तो अल्छी लाग्दैछ होइन। अनि दिनभरि अनि आज चाहिँ म अहिले एकछिनमा अहिले कति पो बज्दैछ अहिले 2:49 जस्तो के हुँदैछ कि गाइस। अनि मलाई त अल्छी लाग्दैछ। अनि गर्मी त अस्ति यति थियो नि हाम्रो भन्नै नसक्ने गर्मी थियो कि। सो आज चाहिँ म ब्लग स्टार्ट गर्दैछु। बाहिर जाऊँ भने पनि यस्तो गर्मी भन्दा गर्मी अरे ठन्डा चिसो यस्तो मौसम आज पुरा राम्रो छ। तर फेरि आज भारी बारिसको चाहिँ त्यो चान्सेस दिएको छ नि त न्युजतिर। अनि मम्मीले भन्नुहुँदैछ मलाई होइन भित्र जाउँ न ल के हुँदैछ हेरौँ। गाइस भित्रतिर यस्तै रहेछ अब के भन्नु। अब भित्र पनि यस्तै छ बाहिर पनि यस्तै छ। अब म बाहिर जान आँटेको उनीहरूको लागि बनाउँछु। सो गाइस हजुरहरूले एउटा चिज भन्नु बिर्सेँ होइन। कसलाई चाहिँ डल्ले खोर्सानी मनपर्छ भने डल्ले खोर्सानी मन पऱ्यो भन्नुभयो। गाई खानु लाग्छ म चाहिँ डल्ले खोर्सानीहरू। यहाँ हेर्नु न यस्तो हेर्नु न कति धेरै डल्ले खोर्सानी छ कि आम्बो। म चाहिँ एकैचोटि एकदम खानु मन लाग्छ भातसँग। तर के भन्नु हुन्न पिरो हुन्छ सक्दिनँ क्या। म चाहिँ म भिडियो अन गरेँ होइन। म चाहिँ अब मेरो बहिनी घर जाँदैछु त्यो घरमा जाँदैछु होइन। मलाई बेसी अल्छी लाग्यो भने म चाहिँ जब त्यही गइबस्छु नि होइन। घरमा मम्मीहरू पनि छैन त्यही भएर जाँदैछु। यहाँ चाहिँ कति धेरै गाडी छ अम्बो गाइस यस्तो धेरै गाडी मैले पनि देखिनँ। अनि म चाहिँ आफ्नो बहिनीको आएछु छु चाहिँ के खेल्दैछौ है रोब्लक्स। तिम्रो नाम के हो भनिदिइहाल न अस्ति त भनेनौ। म चाहिँ यतिको लागि आएको थिएँ गाइस। म चाहिँ यहाँ हेर्नु के अरे ढुक्क बन्द गर्नु भयो बन्द गर्छु अहिले यसमा जान्छु। यतिको लागि आएको थिएँ म कोकोला बाई जान्छु भनेको थिएँ। अब रुखेँ अब एकछिन रुक्छु म। अब यो बहिनीको यो किनिदिएको गाडी कहिले हेरेर त गाइस आज बहिनीको लागि गाडी किन्दैछ। यस्तो कस्तो आदि त दिनु भनेको कस्तो मजाको मौसम हो नि एम्बर। भेरी न्यू चेन्जेस आएको छ घरमा। अनि गाइस म आफ्नो मजाले आइसकेको छु बहिनी घरबाट। अनि चाहिँ म चाहिँ यहाँ बाहिर निक्लिन आँटेको कि कस्तो कस्तो सब बाह्रको मौसम हेरौँ भनेर। वाउ पुरा मजाको रहेछ। अब कि अर्को बहिनी घर पनि जाऊँ भन्दै कि यहाँ घर। तर म गइनँ किनभने मलाई अलिकति अल्छी लाग्यो। अब आफ्नो चाबी लिएर घुम्दैछु नि। अब के गर्नु कोही साथीहरू भेटेको छैन त्यही भएर आज चाहिँ खेल्नु गएन नि त। म काम पनि गएन अनि मलाई अल्छी लाग्यो त्यही भएर चाहिँ म यहाँ छु। गाइस हेर्नु यहाँ कुकुरलाई हेर्नु न। ओ यहाँ त जुम एकदम मजाको छ नि दिन आज मेरो लागि। यस्तो पानी पर्ला जस्तै भएछ। म चाहिँ घरको कोही गाइस। होप यु गाइस इन्जॉय माई भिडियो। अनि के गाइस के भन्छ आज मैले चाहिँ नङ काटेको धेरै दिन भएको थियो नकाटेको। अनि स्कुल को त थियो गाइस स्कुलमा चाहिँ कति भन्दैन नङ काटेर आउनु हामीलाई पक्रिन्थ्यो पनि। मैले चाहिँ पक्रिँदैन किनकि मैले नङ काटिरहेको थिएँ।
हिजो भर्खर कति दिनदेखि नकाटेको अनि फेरि मेरो बढिहाल्छ नङ भन्ने कुरा यस्तो हुँदो रहेछ कि गाइस बढिहाल्ने रहेछ कि हेर्नु न कपाल पनि मेरो पहिला पुरा बढ्थ्यो अहिले त मैले एकपल्ट काटिदिएको थिएँ छुट्टीमा त्यहाँदेखि नबढेर मेरो त होइन अलिकति पनि नबढ्ने अनि के भन्नु अब नै बढेको क्या बढ्दै नबढेको मेरो कपालले यस्तो भइदिएको थियो नि अबि झन्डै काट्यो गाइस यस्तो काट्नु पर्ने हुन्छ हेर्नु मैले नङ काटेको अरे अनि यस्तै छ अनि अनि गाइस म चाहिँ के भन्दैछु भने हेर्नु मेरो चस्मा ढल्यो गाइस यहाँ चाहिँ यस्तो मजाको वेदर म भन्नै सक्दैन यस्तो मजाको छ नि के भन्नु गाइस होइन नङ काट्नु पनि अल्छी लाग्छ कि यहाँ कस्तो यहाँ यस्तो फुलिहाल्छ यस्तो नि यस्तो फुलिन्छ मेरो नि कतिपल्ट पुरा फुलेको छ नि म स्कुलमा कतिपल्ट बस्नु पनि सक्दिनँ अनि यस्तै हो पुरा दुख्छ कि यस्तो फुलेको बेला चाहिँ मलाई नङ काट्नु यस्तो साह्रो ओ माय गॉड गाइस भित्रबाट पुरा पिप निक्लिन्छ पिप निक्ल्यो भने न अया यस्तो भएछ हेर्नु न यस्तो भएछ के भएको यस्तो गाइस यसको औषधिहरू छ भने भनिदिनु होला कमेन्टमा आम्बो गाइस पुरा खुन निक्लिँदैछ यसो पनि होइन अब निक्लिन आँटेको छ के कोही त्यो हुन्छ मलाई नङै काट्नु मन लाग्दैन गाइस त्यो हुन्छ हेर्नु न ए यस्तो हुन्छ क्या के भन्नु अब यस्तोलाई पनि अब कस्तो खालको चाहिँ नङ काट्ने बित्तिकै खुन आउँछ पुरा फुलिएको पनि छ क्या यहाँ पिपहरू पुरा निक्लिरहेछ मेरो यो यस्तै हुन्छ मलाई त नङै काट्नु मन लाग्दैन पुरा पोलेको यस्तो पोलेको हौ गाइस फाइनली भयो यस्तो पोलेको थियो नि धेरै कुरा सेयर गर्नु छ मलाई चाहिँ होइन गाइस फर्स्ट थिङ मलाई एउटा के भन्नु छ भने म चाहिँ भिडियो ज्यादा लङहरू गर्दिनँ अब तपाईँहरूले भन्नुहुन्छ होला ब्लेजीले त खालि भिडियो सर्टहरू गर्छ नि त्यसको हेर्नु त मजा आउँदैन त्यस्तो होइन होइन मलाई चाहिँ भिडियो बनाउनु मन लाग्छ तर बेसी म भ्याउँदिनँ पनि होइन अनि के भन्छ म कोही कोही बेला अनि म स्कुलमा हुन्छु अनि त्यहाँदेखि बेसी लङ गर्दिनँ म किनभने अब हेर्ने मान्छेलाई पनि बोरिङ लाग्छ नि त अनि त्यस्तो लङ त गर्दिनँ मजा गरेको बेलामा चाहिँ म लङ गर्छु किनकि हाँस उठ्छ जस्तो हुन्छ अदरवाइज म गर्दिनँ म अन्त यस्तै हो होइन अनि यस्तो अब तपाईँले भन्नुहुन्छ यस्तो सर्ट भिडियो बनाउँछ मजा आउँथेन यस्तो गर्नुहुन्छ तर म सर्ट भिडियो बनाए पनि म अलिक बोरिङ लाग्दछु नि त होइन बेसी म बोल्नु सक्दिनँ भ्लगरहरू जस्तै अब म भर्खर त हुँदैछु भ्लगर अनि बेसी त बोल्नु सक्दिनँ अब कोही कोही बेला म हाल्छु यत्तिकै भए पनि म हाल्छु सो तपाईँहरूले मेरो भ्लगलाई इन्जोय गर्नुहोला यति भन्दै बाई बाई अनि तपाईँहरूलाई जो पनि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने म यस्तै भन्दछु म हमेसा यो भन्दैछु जो पनि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ तिनीहरूलाई म के भन्न चाहन्छु भने मेरो भिडियोलाई चाहिँ कृपया गरी लाइक सेयर एन्ड कमेन्ट गरिदिनु होला किनभने यो मलाई सब्सक्राइब गराउनु छ अनि म चाहिँ भर्खर स्टार्ट गर्दैछु भर्खर मेरो कति कम्ती सब्सक्राइब छ त्यो पनि होइन म कोसिस गर्छु अझै तपाईँहरूलाई प्र्याङ्कको भिडियोहरू ल्याउनु छ अझै मुकबाङको भिडियोहरू के को भिडियो हुन्छ गाइज आइ एम भेरी एक्साइटेड फर दिस अल अनि के भन्छ अरू मलाई चाहिँ के भन्छ नि अब कमेन्टमा त अहिले मैले मतलब मेरो कमेन्ट त अहिले भएको छैन कतिजनाले नोटिस गर्नु कमेन्ट गर्छु भन्दाखेरि कमेन्ट हुन्न होला तर मलाई थाहा छ त्यो कमेन्ट हुन्न मैले अफ गरिदिएको छु अफ भन्दा पनि मैले मेरो भिडियो पोस्ट गर्छु मलाई अनै देख्छ कि तर अफ हुन्छ थाहा छैन मेरो किन के भएको लर्न मोर भनेर यस्तो आइरहेको हुन्छ त्यसलाई म बादमा गर्नेछु त्यसलाई म बादमा गर्छु त्यसको लागि अहिले चाहिँ होस् सो आजको यस्तो मौसम किन म छक्क पर्दैछु गाइस त्यही यस्तो छ किन यस्तो मौसम मलाई म छक्क पर्दैछु कहिले नै हुँदैन मौसम पनि यस्तो अब हुनु त विन्टर अब ठन्डा महिना पनि आयो त्यही भएर पनि हो
तर यस्तो साह्रो त हुन्थेन नि गाइस, यस्तो दिनभरि यस्तै अब लाग्छ कि बिहानै हुँदैछ हौ अहिले पनि होइन। अब भोलि सन्डेको दिन हो, भोलि पनि यस्तै भयो भने त हुन्छ काम। यो गाइस पुरा पोल्दैछ यो गाउँ हुन निक्लेर क्या। ल यति भन्दै हजुरहरूलाई म छोड्न चाहन्छु। मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर एन्ड कमेन्ट। डु नट फर्गेट टु लाइक, सेयर एन्ड कमेन्ट माई भिडियो गाइस। मेरो भिडियोलाई लाइक, सेयर एन्ड कमेन्ट गर्नु नभुल्नु होला, किनभने यो ब्लेसी गुरुङको ब्लग हो। तपाईँहरू लाइक, सेयर एन्ड कमेन्ट गर्नु पर्यो है यो ब्लगमा चाहिँ। हुन्छ गाइस, बाई बाई। यति भन्दै म अझै भिडियो हजुरहरूको माझमा ल्याउनेछु। कृपया गरी अहिलेको लागि चाहिँ म मुक्त हुन चाहन्छु। अगर मैले भ्याएँ भने म भोलि पनि तपाईँहरूलाई देखाउनेछु मेरो दिनभरिको ब्लग। अझै त मैले अलिकति दिउँसो 1 बजी 2 बजीतिर गरेँ, किनभने मैले बिहान भ्याएन। बिहानमा हामी उयो कहाँ कहाँ गयो होइन, कामले गर्दा त रासिनहरू कहाँ कहाँ लिनु गयो। अनि यस्तै हो अब घरको कुरा भनेको यस्तै हो। छुट्टीको टाइममा त घरको कामहरू गर्नु पनि पर्छ, ब्लग पनि बनाउनुपर्छ भ्यायो भने त होइन। साथीहरूलाई देखाउनु पनि पर्छ के गर्छ घरहरूमा भनेर। त अहिलेको लागि चाहिँ म यति भन्दै लाइक, सेयर एन्ड कमेन्ट गरिदिनु होला, नभुल्नु होला मेरो भिडियो लाइक, सेयर एन्ड कमेन्ट गर्नु। यति भन्दै हजुरहरूलाई बाई बाई, बाई बाई गाइस।